नमस्ते, म राजु खड्का हुँ। 7 अप्रिल 1976 मा काठमाडौँको हाँडी गाउँमा जन्मिएको। त्यस दिनदेखि भाग्यले कथा लेख्न थाल्यो। म जन्मेपछि मेरा आमा बाबुले मलाई छोडेर जानुभयो। सडकहरू मेरो घर बन्यो र आकाश मेरो छाना। भोक रगत जस्तै बगिरहेको थियो। मैले आसन र ठमेलको सडकमा मागेर जीवन खोजेँ। 2046 सालको आन्दोलनमा मैले पहिलो पटक दूध र पाउरोटी चोरी गरेन र भोकले होइन, बाँच्ने चाहनाले। त्यो दिन ठमेलमा एउटी विदेशी महिलाले मलाई देखिन्। उनी थिइन् आच्य मोनिका यङ। एउटी विदेशी महिलाले मलाई एउटा होटलमा लगिन्, सफा हुन र नयाँ लुगा लगाउन सहयोग गरिन्। त्यो मेरा जीवनको पहिलो आशाको क्षण थियो। डम्बर सर र लक्ष्यबहादुर केसीको सहयोगमा म सूर्योदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा भर्ना भएँ। त्यो दिन पहिलो पटक मैले विद्यार्थी भनेर बोलाउने अधिकार प्राप्त गरेँ। त्यही स्कुलमा मेरो भेट भयो चाउन मेरो पहिलो सङ्गीत गुरुसँग। उनीहरूले मेरो आवाजमा आत्माको धुन सुने। जब मेरो आवाज लेखका हामी केटाकेटी गीतमा बज्यो, त्यो क्षणले मेरो जीवनको दिशा परिवर्तन गर्यो। त्यो गीत मेरो पहिलो पहिचान थियो। वान एक बालकको स्वर जसले जीवनको पहिलो सङ्गीत पायो। But fate tested again. मोनिका यङको मृत्युको खबरले मलाई भाँच्यो। तर मैले हार मानिन छनुब। मैले पढाइ छोडेँ, तर सङ्गीत कहिल्यै छोडिन। The harmonium became my friend. I would practice all night, and in the morning, a new tune would be born. पहिलो पटक म स्टुडियोभित्र पसेँ खालै, त्यो मन्दिर जस्तै लाग्यो। मैले त्यही आफ्नो पहिलो गीत मिलाएको थिएँ। छैन निन्द रातमा। मलाई त्यो मौका दिए मेरा प्रिय साथी मोतीबिराक ऋतुराज, राजेश लामा, प्रकाश केसी, गोपाल रसाइली र डिका गुरुङ। तपाईहरू मेरा गुरु हौ, मेरो सङ्गीतको स्तम्भ हौ। तपाईहरूले सिकाउनु भयो सङ्गीत केवल नोट होइन, जीवन हो। कहिलेकाहीँ जीवन थाक्छ, स्वर हराउँछ, तर मेरो भाइ अमृत ल्वागुन आयो र भन्यो बा फर्क सङ्गीतमा। त्यसपछि मैले डिजिटल काठमाडौँ रेकर्डिङ स्टुडियोमा काम सुरु गरेँ। त्यही भेट भयो मेरो गुरु डिका गुरुङसँग। आज म जहाँ छु कठाई, त्यो मेरो मात्र होइन, धेरै आत्माहरूको हातले बनाएको बाटो हो। अब म फेरि बजाइरहेको छु भाइ, तर यो पटक आत्माको विश्वासका साथ। मेरी श्रीमती र छोरी, तिमीले मेरो मौनता बुझ्यौ, मेरो कामलाई अर्थ दियौ। सङ्घर्ष मेरो शत्रु होइन, मेरो गुरु हो। मेरो छोरी धाई, उनी मेरो अपूर्ण धुनको निरन्तरता हो। आज उनी त्यही बाटोमा हिँड्छिन् जहाँ म भोकै हिँड्थेँ, तर अब त्यो बाटोमा सपनाहरू हिँड्छन्। जब ऊ गीत गाउँछे, त्यो मेरो आत्माको स्वर हो। My story is not over. It is running on the music of the new generation. मेरो स्वर अब उसमा छावा छ हो, र त्यो नै मेरो साँचो अमरत्व हो।